राम कत्रो बेर भइसक्यो आगो पनि बल्दैन कति गर्नु बल्दा पनि बल्दैन बल न हौ बल दुध त तन हतार भएछ मलाई ढिलो भइरहेछ बल प्रमिला बल्दा नि बल्दैन हजुर के गरे कि आगो बालेको हेर्नु बल्दा नि बल्दैन यो लाइटर बिग्रिएछ कि क्या हो हेर्नु न लाइटरले आगो बाले कि हे भगवान तेरो बुद्धि उ त छेउमा फुकुरो छैन उ त फुकुराले फुक दाउरा लगाएर यसले बाल्दैनन् त्यसले बाल्छन् होला यसले त्यसले फुकुराले फुक्नु पर्छ दाउरा हालेर फुक्नु त्यति पनि ढङ्ग छैन तेरो भलो अहिले हो ती देखे हो त्यसरी बल्छ ला कस्तो राम्ररी बल्दो रहेछ त आगो बाल्दा दाउरा हालेर फुकुराले फुक्नुपर्छ यति राम्ररी बल्दो रहेछ मलाई थाहा पो रहेनछ त हौ पाको आगै बलेको छैन पाको भन्नुहुन्छ हेर्नु न आगै बाल्नु होइन के गरे कि तैँले यो आगो बाले कि के गरे कि ग्यासका माथि दाउरा राखेर चाहिँ फुक्दैछस् अनि तपाईँले अघि दाउरा राखेर दाउरा हालेर फुकुराले फुक भन्नुभएको होइन हे भगवान प्रभु यो ग्यास हो ग्यास स्टोभ हो यसमा उ त लाइटर देखिस् त्यो लाइटरले खिटिक्क पारा पाल्छन् त्यति पनि जान्दिनस् घरि आगो दाउरा हालेर आगो बाल भन्नुहुन्छ फुकौराले फुक भन्नुहुन्छ घरि ग्यास लाइटरले भन्नुहुन्छ म सक्दिनँ आफै पकाएर खानु झक्क पो लगाउनु हुँदो रहेछ होइन यसले के गरे यस्तो राम हरि प्रभु हेर्नु हजुर मेरो चस्मा देखिस् कहाँ भयो यी त्यो राखेको तपाईँ रेडी हुनुभएको हिँड्नलाई ससुरालाई जान आँटेको अनि यो साट लगाउनु भएको के भयो त के भएछ राम 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 आजदेखि तपाईँले यो साट लगाउनु भएको अर्को लगाउनु अस्तिदेखि त लाग्यो नि त आज 12 वर्ष त भयो नि त राम 12 वर्षदेखिबाट यो साट लगाएको लगाए हुनुहुन्छ बिहेमा उठेको धोकिनी बिहेमा उठेको साट हो बिहेमा उठेको यो साट कस्तो राम्रो छ छोड्नै मिल्दैन कसले दिएको पनि धन्यवाद दिन मन छ अरु एउटा कुरो नि त बिहे भएदेखि मेरा दुईटा चीज कहिले छुटेन के भन्नु त एउटा त यो साट भइहाल्यो अर्को त अब तपाईले के मलाई साटसँग तुलना गर्नु भएको होइन तँलाई कुरामा कुरो पो गरेको त त्यही कारण यो साट अब छोड्न मिलेन नि त होइन एउटा कुरो के साट त पुरानो भयो नि त पुरानो भएन तपाईं त पुरानी भइस नि त अब के यो साट छोडेर चाहिँ तँलाई पनि छोड्नु अनि म साटसँग तुलना गर्नु भएको मलाई तपाईले छोड्नु भने भन म त रेडी छु दिन्छु न भनेर साटसँग तपाईले मलाई तुलना गर्नु भएको भन मात्रै खाली म के जान्दिन साट फ्याकेपछि नि बस म के जान्दिन बुझिहालिस के देख्नु पर्यो म के जान्दिन यो साट चाहिँ खोल्नु साट फ्याक्छु भने बस बिहेमा रहेको दुईटा चिना मैले राख्न खोजेको एउटा यो साट एउटा त यो साट फ्याक्नु भने अब त भन आफै भइहाल्यो परमेश्वर भगवान यही साट लगाएर जानु हो त्यस्ता कुरा गर्नु बल्ल चाहिँदा कुरा गर्नु थाल्यो यसले ए बाबु तपाईलाई मैले अस्ति फर्सी ल्याउनु भनेको थिएँ ल्याउनु भएन कहाँ छ यति फ्रिजमा राखेको छ त ए हो र अस्ति ल्याइदिएको फर्सी आधा सुत्दैछ फर्सी होइन आज नि त अनि आज पकाउन मन लाग्यो नि त रोटी खाइन्छ आज एकादशी चाहिँ अनि मलाई रोटी र फर्सीको सब्जी मिठो लाग्छ त्यही भएर आज मजाले खाइन्छ अनि फर्सीको सब्जी र रोटी कस्तो मिठो लाग्छ मलाई त हो कस्तो साह्रो छ हौ फर्सी ला एउटा फर्स त बिग्रेको छ त बुढा यता आउनु ओरे के भयो हेर्नु न यी फर्स सबै बिग्रिएछ त बिग्रेको फर्स दिएछ तपाईलाई दोकानले ठगेछ बेकारी कस्ता हुन्छ गाडी यो थोरै फर्सी हो अनि म तपाईलाई फर्स ल्याउनु भनेको थिएन फर्सी पनि ल्याइदिए नि त लु अनि यो के हो त फेरि यो तरबुज भन्छन् लाटी तरबुज यसको नाम तरबुज हो यो फल हो खाने हो पकाएर खाने होइन त ए यो त्यसै खान्छन् अनि त्यो फर्सी जे भन्छी त्यो फर्सी तेरा पछाडी छ हेरेर पछाडी के हो त ए भगवान म त के जान्नु फ्रिजभित्र भन्नु भयो त यसलाई भन्छन् फर्सी यसलाई भन्छन् तरबुज हेर्न यो चिल्लो जति तरबुज खस्रो जति फर्सी ए यो तरबुज यो तरबुज यो खाने यो सब्जी होइन त्यसै खाने लु खाइ हेर्नु न त यो खाने फेरि काँचे